आदरणीय व्यक्तित्वहरू, आज हामी सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको 11औं स्थापना दिवस समारोहमा छौँ। यो समारोहमा स्थापनाको 11 वर्ष बित्दै गर्दाखेरि सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले यो देशको सार्वजनिक शिक्षालाई बलियो बनाउनका निम्ति सामुदायिक विद्यालय सुधार अभियानमा चालेका केही कदमहरूको समीक्षा गर्न र यो अभियान अन्तर्गत देशभरिबाट विद्यालयहरूले राम्रा गर्ने विद्यालयहरू आफ्ना विद्यालय सुधारका निम्ति विद्यालय भित्रैबाट व्यवस्थापन समितिको तर्फबाट अगुवाई लिने, नेतृत्वदायी भूमिका लिने, क्रियाशीलता प्रदान गर्ने केही साथीहरूलाई आज हामी सम्मान गर्न पनि गइराखेका छौँ। र यसको पृष्ठभूमि चाहिँ कार्यक्रम सञ्चालनको सन्दर्भमा मन्जुजीले पनि राखिसक्नु भएको छ। सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको राष्ट्रिय सम्मेलन, विद्यालय व्यवस्थापन समितिहरूको राष्ट्रिय सम्मेलन केही वर्ष अगाडि, करिब 2 वर्ष अगाडि हामीले काठमाडौँमा सम्पन्न गरेका थियौँ, जहाँ यो देशभरिका 1000 भन्दा बढी विद्यालयका व्यवस्थापन समितिका साथीहरू जुटेका थियौँ र सामुदायिक विद्यालयको सवालहरूमा, मुद्दाहरूमा छलफल गरेका थियौँ र छलफलबाट के निष्कर्ष निस्किएको थियो भने यो देशमा 35,000 विद्यालयहरू खुले, आज प्रत्येक वर्ष 500-700 को दरले घट्दैछ। हाम्रा सामुदायिक विद्यालयको नतिजा भन्दा अर्को विद्यालयको नतिजा बढेको हो कि भन्ने तथ्याङ्कहरूले देखाउँछ र सामुदायिक विद्यालयहरूको परिवर्तन र सुधारका निम्ति सरकारी क्षेत्रबाट, सरकारको तर्फबाट पनि पर्याप्त मात्रामा लगानी छ, गैर सरकारी क्षेत्रबाट पनि लगानी छ। सबैको सहयोगको बावजुद पनि सामुदायिक विद्यालयहरूमा अपेक्षित रूपमा परिवर्तनहरू आउन नसक्नुको कारण एउटै मात्र हामीले ठम्यायौँ। त्यो के हो भन्दा विद्यालय भित्रैबाट विद्यालयको सुधारको काम जुन विद्यालयमा भइराखेको छ, जुन विद्यालयको व्यवस्थापन समिति सक्रिय रूपमा लागेको छ, जहाँ व्यवस्थापन समितिको अध्यक्ष र प्रधान अध्यापक मिलेर आफ्नो विद्यालय सुधारमा राम्रो काम गरेको छ, त्यो विद्यालय राम्रो हुँदै गएको छ। त्यहाँ विद्यालयमा भर्ना नपाउने सम्मको अवस्था बनेको छ। जुन विद्यालयको व्यवस्थापन समितिले सक्रियता देखाएको छैन, विवेश अध्यक्ष र प्रधान अध्यापक निष्क्रिय हुनुहुन्छ, त्यस्ता विद्यालयहरूमा विद्यार्थी सङ्ख्या घट्दै गइराखेको, आकर्षण घट्दै गइराखेको र विद्यालयहरू मर्ज र डाउन साइजिङ गर्नुपर्ने अब परिस्थितिहरूको सिर्जना भएको देख्यौँ। त्यसैले यसको परिवर्तनको निम्ति सरकारको तर्फबाट मात्रै पहल गरेर हुँदैन, समुदायको तर्फबाट, अभिभावकको तर्फबाट विद्यालयभित्र रहेको विद्यालय सञ्चालन र व्यवस्थापनको जिम्मेवारी लिएको विद्यालय व्यवस्थापन समितिले, शिक्षण सिकाइको जिम्मेवारी लिएको शिक्षक साथीहरूले परिवर्तनको अगुवाई र नेतृत्व गर्नुपर्छ भन्ने ध्येयका साथ हामी सुधार्छौँ हाम्रो विद्यालय राष्ट्रिय अभियान सञ्चालन गर्ने निधो गऱ्यौँ र गत वर्ष 2080 चैत्र 10 गते हामीले सुनसरीको इटरीबाट आजको प्रमुख अतिथि माननीय अमरबहादुर थापाज्यूले नै त्यहाँबाट यो अभियानको, उहाँकै प्रमुख आतिथ्यमा हामीले यो अभियानको प्रारम्भ गऱ्यौँ। यो अभियानको प्रारम्भ गर्दाखेरि हामीले देशव्यापी रूपमा सबै विद्यालय व्यवस्थापन समितिका साथीहरूलाई आह्वान गऱ्यौँ, यो विद्यालय हाम्रो सामुदायिक विद्यालय जोगाउने, राम्रो बनाउने, सुधार गर्ने र सबैको आकर्षणको केन्द्र बनाउने, बालबालिकाले मनपर्ने विद्यालय बनाउने, अभिभावकले भर पर्ने र विश्वास गर्ने विद्यालय बनाउने जिम्मेवारी हामी विद्यालय व्यवस्थापन समितिको हो। यो जिम्मेवारी निर्वाह गर्नका निम्ति सबै व्यवस्थापन समितिहरू सक्रिय ढङ्गले लागौँ भनेर हामीले विभिन्न जिल्लामा अभियानहरू सञ्चालन गऱ्यौँ। देशव्यापी रूपमा रहेका विद्यालय व्यवस्थापन समितिका साथीहरूलाई जोड्यौँ र अनुरोध गऱ्यौँ, आह्वान गऱ्यौँ र आफ्ना विद्यालयहरू सुधारका अभियानमा हामी महासंघसँग जोडेका साथीहरू, शिक्षक महासंघसँग जोडेका साथीहरू सबै लाग्यौँ। त्यसरी लाग्दै गर्दाखेरि के परिवर्तन भयो त भन्ने सन्दर्भमा हामीले ठम्याउने भन्दा पनि शिक्षा पत्रकार साथीहरूले रिपोर्टिङ गर्नुभयो र रिपोर्टिङको आधारमा धेरै विद्यालयहरूमा विद्यालय व्यवस्थापन समितिले अत्यन्तै राम्रो काम गरेको, जहाँ मर्ज हुन आँटेको विद्यालय शून्य हुँदै गइरहेको स्कुलहरूमा पनि विद्यार्थी जम्मा गरेर असाध्यै राम्रो गरेको उदाहरणहरू देख्यौँ। जहाँ राम्रो हुँदैछ त्यसलाई थप राम्रो गरेको देख्यौँ र त्यो रिपोर्टिङको आधारमा आज हामी 7 वटा प्रदेशबाट 7 वटा विद्यालय छनौट गरेर सम्मान गर्न गइराखेका छौँ। यो एउटा
चिनो मात्रै हो, हजारौं विद्यालयहरू छन् जो विद्यालय व्यवस्थापन समितिको अगुवाईमा, विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा हजारौं विद्यालयहरू राम्रा भइराखेका छन्। अहिले तथ्याङ्क हेर्ने हो भने 100वटा विद्यालयमा, सामुदायिक विद्यालयमा 1 लाखभन्दा बढी विद्यार्थीहरू पढ्दो रहेछ। जहाँ सामुदायिक विद्यालय राम्रो बनाएको छ त्यहाँ विद्यार्थी खचाखच भरिएको छ। जहाँ विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र प्रधान अध्यापकको साथीहरू कम्मर कसेर लाग्नु भएको छ त्यो विद्यालय असाध्यै राम्रो भएको छ। आम अभिभावकहरू गुणस्तरीय शिक्षाका निम्ति, आफ्ना छोराछोरीको भविष्यका निम्ति राम्रो विद्यालय रोज्ने र खोज्ने दौरानमा दौडिराखेको छ। यो अवस्थामा हामीले नेतृत्व गरिराखेको विद्यालयहरूलाई राम्रो विद्यालयलाई सबैले मन पराउने विद्यालय बनाउने जिम्मेवारी तपाईँ हाम्रो हो। त्यो जिम्मेवारी र त्यो कार्यमा व्यवस्थापन समितिका साथीहरूलाई केही प्रेरणा र हौसला मिलोस् भनेर यो 11औं स्थापना दिवसको सन्दर्भ पारेर हामीले गत वर्षदेखि सञ्चालन गरेको अभियानको पनि थोरै समीक्षा गरौँ र यसबीचमा परिवर्तनमा लाग्ने योद्धा साथीहरूलाई थप प्रेरणा र हौसलाका निम्ति केही सम्मान गरौँ भन्ने उद्देश्यले आज सानो सम्मानको कार्यक्रम पनि राखेका छौँ। सम्मानित हुने सम्पूर्ण साथीहरूलाई म अग्रिम बधाई पनि दिन चाहन्छु।